ल गाइस, अब हामीहरु चाहिँ यहाँ साथीको बिहामा छौं। तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ हाम्रो साथी एके विशाल दामी। हामी आफ्नो साथी देविल विक्रम साईको बिहामा छौं। यता हेर्न। म बाइकमा हो यार। साथी ल कोब्रा युकेबाट है। युके लन्डनबाट कार ल्याएछ भन्ने के। ल तपाईहरुले देख्न सक्नुहुन्छ क्या दामी डेकोरेट गरेको छ है कार। यहाँ हाम्रो बेहुलाको बाउ हुनुहुन्छ है। ल अब हामी गोदावरीमा छौँ। यो बिहाको माहौल छ। यता हाम्रो गुरु हुनुहुन्छ। यता तपाईहरु देख्न सक्नुहुन्छ बिहाको माहौल। टन्नै छन् बिहाहरू पनि। यो हाम्रो बिहाको कार दिपेश विक्रम शाही मेरो साथी हैन। देख्न सक्नुहुन्छ दर्शक बिनहरू यतिखेर फाट्दै भिड बढिसक्यो गोदावरी भन्ने ठाउँमा। दिनेश समीक्षा खै बेहुली जाउँ उठाउँ। हामी यता अर्को बिहा देख्न सक्नुहुन्छ तपाईहरुले। ल अब बिहाको आगमन भइरहेछ। ल यता पनि बिहाको रमझम भइरहेछ। यहाँ मन्दिर देख्न सक्नुहुन्छ। अब उता बेहुलालाई मण्डपमा लगिरहेछन्। ल यता बेहुली वेटिङमा बेहुलाको। बेहुला टाढा गइरहेछ है गाइस देख्न सक्नुहुन्छ। ल अब हाम्रो त्यहाँ बिहाको कार्यक्रम यताउता त्यहाँ होइन जग्गामा बसिसक्यो। अब हामी पनि यसो त्यतातिर घुम्न जाउँ मन्दिर होइन। पुरानो सबभन्दा गोदावरीको पुरानो मन्दिर चाहिँ हाम्रो यता रहेको छ डाँडामा। तपाईँहरूले देख्न सक्नुहुन्छ कतिपयजनाको बिहा त्यता पनि छ होइन। अब मन्दिरहरू धेरै बनेको छन्। अब यहाँ बिहा सिहा धेरै हुन्छ। पवित्र ठाउँ हो नि त यो गोदावरी भनेको। त्यही भएर बिचारा आज हाम्रो गुरु झल्लिसके जस्तो छन् मलाई देखेर। तपाईँलाई के भन्नु मन छ मेरो क्यामेरामा? तपाईलाई मेरो भ्युअरहरू सब्स्क्राइब क्यामेरा भन्ने छु अफ द क्यामेरामा मुख छाड्नेवाला छु होला। ल ठीक छ अफ द क्यामेरा सुन्नला नि त। भाई साहब किधर से हो आप? हाँ भाई साहब भाई जी बैंड बाजे वाला किधर से हो आप? हम लोग लड़के वाले से हो। कौन सी जगह में रहते हो वो पूछ रहा हूँ यार। हम लोग हाँ तुम लोग हाँ कौनी जगह में बैठते हो? रुको जरा सबर करो कोई धक्का मुक्की नहीं करेगा। अब तो कहाँ थे ज्ञानी बाबा। ल जय शम्भु भनेर हामी यस्तै हाट्टिकै जान्छौँ मन्दिरमा। ल यता देख्न सक्नुहुन्छ यो चाहिँ डाँडा हो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मन्दिरहरू। पुरानो मन्दिर यो सबैभन्दा। यो बरको बोर्ड देख्न सक्नुहुन्छ।
बिहा यहाँ गरिरहेछ दाइजो उठाएर यहाँ ल्याउन कम फाट्यो होला होइन कम त पारीबाट छ क्या हो यस्तो यस्तो ट्र्याक्टरहरु देख्न सक्नुहुन्छ एउटा बिहा 2 टा 3 4 6-7 एउटा बिहा छ लगभग यहाँ ल गुरु अब हामी यो भ्लग इन्ड गर्छौँ होइन धेरै खालि यो पुरा भ्लगै बनाएर नि आफू कसरी यो पार्ट अफ इभेन्ट त्यो भए जस्तो भएन के होइन त्यो सबै फोकस भन्ने हाम्रो भ्लगमै जान्छ कि नि हामी त्यो आएर पनि नयाँ जस्तो हुन्छ कि यहाँको एउटा थोरै मेमोरी पनि लगेर जाउँ भने हो ल गाइज उता मेमोरीहरू उता छन् रे होइन ल गाइज दर्शकबिन ल धन्यवाद यति जेल मलाई हेरेर जेल दिनुभएकोमा नेक्स्ट भ्लगमा फेरि आउनेछु लभ यु गाइज